र आज चाहिँ मैले इम्पोर्टेन्ट भ्लग लिएर आएको छु एकदम नानी चोरको विषयमा। र गाइस मैले स्कुलबाट आएर लुगाफाटा सबै धुएँ, घरहरू सबै पुसेँ अनि भोक चाहिँ लागिरहेको थियो। त्यही पनि पहिला काम सकेँ, नभए खाएर चाहिँ मलाई धेरै अल्छी लाग्छ नि त काम गर्नु, त्यही भएर। अनि म चाहिँ यहाँ माछाहरूसँग भात खाएको छु। अनि नानी विषयमा भन्दा चाहिँ आसामपट्टि चाहिँ एकदम 2-3टा भिडियो हेर्दा चाहिँ नानी चोर होइन, हल्ला मचेको भनेको भनेर सुनेको थिएँ, मतलब भिडियो हेरेको थिएँ। तर होइन गाइस, नानी चोर एकदम निस्केको छ हाम्रो यता। र मैले चाहिँ खिड्की सबै मेरो बन्द भएको छ आजकल चाहिँ। अनि मेरो नानी चाहिँ एकदम आँखामा नजरमा छ हाम्रा नानीहरू चाहिँ होइन, एकछिन छोड्दिनँ। अनि मेरो छोरी चाहिँ स्कुलबाट आएर एकदम यस्तो खेलेर हिल्लो बनिरहेको थियो। अनि मैले चाहिँ अब पुस्नुको लागि ठिक्क रेडी भएको थिएँ र ठिक्क गौडा काकी आउनुभयो अनि गल्प गर्दै थिएँ होइन। अब मान्छे आउँदा गल्प गरिराख्नु पऱ्यो नि त होइन, मान्छे आउँदा काम गर्नु मिलेन, अब काम त सारा वर्षै हुन्छ। अनि त्यसपछि ठिक्कै मेरो नानी पनि सुत्छु भन्नु थाल्यो। अन्त यति पुस्नु थियो अनि मम्मीले पुस्नी अरे, अन्त म नानी सुताउनु गएँ गाइस। र नानी चोर चाहिँ हाम्रो यता निस्केको छ, 2पल्ट नानी चोर्दा चाहिँ एकदम धरा परेर एकदम कुटेको छ। हजुरहरू भिडियो हेर्नु सक्नुहुन्छ भने कमेन्टमा भन्नु सक्नुहुन्छ, मसँग भिडियो पनि छ, म अपलोड पनि गर्छु। र आसामपट्टि चाहिँ 2-3टा भिडियो हेर्दा चाहिँ होइन हल्ला मचेको के भन्छ, तर हो रहेछ। जुन जग्गामा घटना घट्छ त्यो जग्गामा घट्दो रहेछ। हाम्रो जग्गामा चाहिँ पहिलोचोटि योपालि हो नानी चोर निस्केको। र चोर चाहिँ कसरी आउँछ भने भाँडाकुँडा बेच्नु, चुल बेच्नु मान्छे आउँदो रहेछ, दिनभरि घुम्दो रहेछ, कहाँ नानी छ के छैन त्यो चाहिँ हेर्दो रहेछन्। ठिक इभिनिङमा चाहिँ घरको भित्र आँगनभित्र पसेर नानीहरू चोर्दो रहेछ। मेरो नानी पनि अन्त निन्द्राबाट उठेर खाना खाँदैछ, एकदमै डर फैलिएको छ। हामीलाई पनि डर लागिरहेको छ, बिहोस पारेर लोकछारे के होइन, स्प्रे सबै बन्दुक धरी हुँदो रहेछ। हाम्रो त एकदम चोरै पक्रेर बेकै भेटेको थियो होइन, स्प्रे अन्त अनि बन्दुकहरू चक्कुहरू के थियो अरे होइन गाइस। र अनि हामी चाहिँ यहाँ चिया खाँदैछौँ अन्त ठिक्क। अन्त अब के गर्नु एकदम होइन, डरैसरी भइरहेछ हाम्रो यता चाहिँ। अनि हाम्रो चाहिँ अलिपुरद्वारमा यस्तो घटना घटिरहेको छ गाइस। र हजुरहरू चाहिँ सिक्किम, दार्जिलिङ कताबाट मेरो भिडियो टाढोबाट हेर्नुहुन्छ भने चाहिँ यो घटना हो, तपाईँहरू पनि मेरो भिडियो हेर्नु सक्नुहुन्छ गाइस। र कस्तो लाग्यो हजुरहरू कमेन्ट गर्नु होला है त।